मैले चाहिँ दराजबाट सामान अर्डर गर्नै छोडेको थिएँ कि कतिचोटि रिटर्न गर्नु परेको थियो होइन। नराम्रो क्वालिटीको सामान आउने, कहिले सामानै पुरानो युज गरेर रिटर्न भएको सामान आउने भएर दिक्क भएर है सामानै रिटर्न गरेको थिएँ। रिटर्न गरेको भयो अनि मैले अर्डर गर्नै छोडेको थिएँ। बट आफ्टर लङ टाइम होइन मलाई कस्तो क्यानभास चाहिरहेको थियो, मसँग क्यानभासै सिद्धिरहेको थियो, पेन्टिङ गर्नै पाइरहेको थिइनँ। अनि म लिन जानु पनि पाइनँ क्या खासमा। अनि अनलाइनै अर्डर गरेँ, दराजमा अर्डर गरेँ होइन। अनि हेरेर साइजहरू हेरेर मलाई कुन साइजको चाहिएको थियो भनेर यो सानो साइजकोमा गर्नु पऱ्यो अहिले भनेर प्लान गरिरहेको थिएँ। सो अर्डर गरेको थिएँ होइन। थ्याङ्क गड दिस टाइम चाहिँ सामान एकदम राम्रो लाग्यो मलाई होइन। हुन त अब क्यानभासहरूमा त्यस्तो नराम्रो हुने चान्स एकदमै कम हुन्छ, त्यही पनि कहिलेकाहीँ कलर अनि क्वालिटीमा चाहिँ डिफेक्ट हुन्छ क्या। बट यो टाइम चाहिँ एकदमै राम्रो लाग्यो होइन। मैले यो ब्रान्डको चाहिँ क्यानभासहरू खासै युज गरेको थिइनँ अनि इट्स लुक्स अमेजिङ है। यसमा चाहिँ पेन्टिङ गर्न पनि एकदमै मजा आउने जस्तो फिल भइरहेछ मलाई। क्यानभासको साइज पनि भने जस्तै छ। सो फाइनल्ली होइन आफ्टर लङ टाइम चाहिँ मैले यसरी अनलाइन सपिङ गर्दाखेरि सेटिस्फाइड फिल गरिरहेको छु होइन। अनि साइज अनि त कलर एभ्रिथिङ इज सो गुड अनि आइ एम सो एक्साइटेड है यो क्यानभासहरूमा पेन्टिङ गरेर अनि यहाँलाई देखाउन चाहिँ सुपर एक्साइटेड छु। म छिट्टै नै यसमा पेन्टिङ सुरु गर्नेछु होइन। अनि कस्तो पेन्टिङहरू गर्नेछु त्यो पनि सेयर गर्नेछु। सो आई एम सो ह्याप्पी। थ्याङ्क यू गाइज।